अहिले नेपालमा राजा आऊ देश बचाऊ भनेर आन्दोलन चलिरहेको छ। पहिले ज्ञाने चोर देश छोड भन्ने जमात अहिले केपी चोर देश छोड भनेर सडकमा उत्रिरहेका छन्। राजनीतिको मैलो खेलबाट वाक्क भएका नेपाली जनताहरू नयाँ अनुहारको खोजीमा छन्। जनता सर्वस्व हुन्, यसमा कुनै दुई मत छैन। राजाबाट वाक्क भएर पहिला राजतन्त्र फालिदिएका थिए। अहिले गणतन्त्रका नेताहरूबाट वाक्क भएर अझै राजतन्त्र भित्र्याउने तयारीमा छन्। तर राजा आएर यी सबै समस्याहरूको समाधान होला त? आजको भिडियोमा म पोइन्ट बाई पोइन्ट मैले जे बुझे, सुने अनि देखे त्यसलाई छोटकरीमा चर्चा गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। सामान्य रूपमा हेर्ने हो भने जनता राजतन्त्रप्रति मोहित भएका होइनन्। यी चोर नेताहरूबाट वाक्क भएर नयाँ अनुहारको खोजी गरेका हुन्। संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था गणतन्त्र नै हो, यसमा कुनै शंका छैन। तर नेपालका पुराना दलहरू र नेताहरूले गरेको स्वार्थ भरिएको राजनीति पनि होइन, लाजनीतिले गर्दा व्यवस्था दुर्गन्धित भएको। तर व्यवस्था नराम्रो होइन, व्यवस्थापन गर्ने मान्छेहरू नराम्रो भएर यस्तो अवस्था आएको। अनि एउटा कुरा, जुनसुकै व्यवस्था आए पनि जनताको अवस्था भनेको उस्तोको उस्तै हो। राजतन्त्रको बेला पनि सबै कुरा ठिक थियो भन्ने पनि छैन। त्यो बेला पनि गरिबी, अविकास चरम अवस्थामा थियो। विकासको रूप शहरले मात्र देखेको थियो, गाउँ जस्ताको त्यस्तै थियो। शक्ति र सम्पत्ति सीमित परिवारसँग मात्र सीमित थियो। राजनीतिक खिचातानी पनि अहिलेको जस्तो नै थियो। अहिले जसरी नेता र यिनीहरूको आसेपासेले राज्यको सम्पत्तिको सुविधा लिइरहेका छन्, त्यति बेला पनि राजाका सबै परिवारहरूले राज्यको सम्पत्तिबाट सुविधा लिने गर्थे। भ्रष्टाचार र व्यथिति पनि उस्तै हो। त्यसैले हाम्रो देशमा व्यवस्थाको समस्या होइन, व्यवस्थापन गर्ने मान्छेमा समस्या हो। व्यवस्था परिवर्तन गर्दैमा देशको मुहार परिवर्तन हुन्छ भन्नु बेकार हो। 30 वर्ष यता मात्रै पनि हेर्ने हो भने हामीसँगैका देशहरूको अवस्था कहाँबाट कहाँ पुगिसक्यो अनि ती देशहरूले विकासमा फड्को कहाँसम्म मारिसके भन्ने हाम्रो ज्वलन्त उदाहरण हो, हाम्रै अगाडि छ। त्यसलाई हामीले बिर्सिनु हुँदैन। एउटा देशलाई विकास गर्नका लागि व्यवस्था बदल्नुतर्फ लाग्नु भन्दा पनि व्यवस्थापन गर्ने मान्छे बदल्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यही भएर हाम्रा देशका बुढापाका नेताहरूले देश बनाउँछु भनेर निरन्तर खटिरहेका नयाँ अनुहारहरूलाई सुम्पनु पर्छ। यी चोरहरूले यस्तो गर्छन् जस्तो मलाई लाग्दैन। त्यही भएर व्यवस्था परिवर्तन तर्फ लाग्नु भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थातर्फ जान आवश्यक छ। अनि बालेन, हर्क, रवि जस्ता युवाहरू आउन जरुरी छ।